हेलो साथीहरु, आज चाहिँ हामी कोरियन व्याकरणमा रहेको टेन्स सिजीको बारेमा सहज र सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौं छौं। यसलाई हामीले एकदम मिठो तरिकाले बुझ्यौं भने सधैं दिमागमा रहिरहनेछ। यति तपाईले बुझ्नुभयो भने तपाईले टेन्समा कहिल्यै पनि अप्ठ्यारो हुने छैन। अब भिडियोमा जाउँ। यदि VST मा आस अस येस भएमा पास्ट टेन्स हुन्छ। के हुन्छ? VST मा आस अस येस भएमा पास्ट टेन्स हुन्छ। यदि VST मा उल र गेस भएमा फ्युचर टेन्स हुन्छ। के हुन्छ? उल र गेस भएमा फ्युचर टेन्स हुन्छ। र यी कुनै पनि नआएमा आस अस येस र उल र गेस यी दुवै नआएमा हाम्रो के हुन जान्छ? प्रेजेन्ट टेन्स हुन जान्छ। आस अस येस आयो भने हाम्रो पास्ट टेन्स भइहाल्यो। उल र गेस आयो भने हाम्रो फ्युचर टेन्स भइहाल्यो। यी कुनै पनि नआएमा यसको मतलब आस अस येस पनि हुनु भएन, उल र गेस हुनु भएन। त्यो हाम्रो के भयो? प्रेजेन्ट टेन्स हुन जान्छ। र यदि हाम्रो VST मा गो इज चाहिँ हाम्रो स्ट्रक्चरकै नै हो। गो चाहिँ अनिवार्य हुनुपर्छ कन्टिन्युअस हुनको लागि। VST प्लस गो इज भएमा प्रेजेन्ट कन्टिन्युअस टेन्स हुन्छ। यदि VST मा गो इज हाम्रो प्रेजेन्ट कन्टिन्युअसलाई, कन्टिन्युअस भनेको अपूर्णलाई हामीले जनाउनको लागि गो इज अनिवार्य हुनै पर्छ। यदि VST मा गो इज भएमा प्रेजेन्ट कन्टिन्युअस टेन्स हुन्छ। VST मा गो इज हाम्रो यो मैले के भनेको थिएँ, कन्टिन्युअसमा गो इज अनिवार्य हुनुपर्छ। गो इज स्ट्रक्चरकै भयो। गो इज अस यस अस भए हाम्रो के हुन्छ? पास्ट कन्टिन्युअस टेन्स। VST मा गो इज आस, गो इज अस, गो इज यस भएमा हाम्रो के हुन्छ? पास्ट कन्टिन्युअस टेन्स हुन जान्छ। र VST मा गो इज हाम्रो स्ट्रक्चर नै हो। कन्टिन्युअस हुनको लागि गो इज अनिवार्य चाहिन्छ। अनि हाम्रो फ्युचरको के हुन्छ? कि उल हुन्छ कि गेस हुन्छ। त्यसैले VST प्लस गो इज गेस वा VST प्लस गो इज उल भएमा हाम्रो के हुन्छ? फ्युचर कन्टिन्युअस टेन्स हुन जान्छ। यति तपाईले माइन्डमा चाहिँ सेभ गर्नु। आस अस येस भएमा पास्ट टेन्स हुन्छ। उल र गेस भएमा फ्युचर टेन्स हुन्छ। आस अस येस र उल र गेस नभएमा हाम्रो के हुन्छ? प्रेजेन्ट टेन्स हुन जान्छ। यदि VST मा गो इज छ भनेपछि प्रेजेन्ट कन्टिन्युअस टेन्स हुन्छ। VST मा गो इज अस भएमा पास्ट कन्टिन्युअस टेन्स हुन्छ। र VST मा गो इज गेस र VST प्लस गो इज उल भएमा हाम्रो फ्युचर कन्टिन्युअस टेन्स हुन जान्छ। यति बुझ्यो भने हामीले टेन्स, अब कोरियन टेन्स हामीलाई कहिले समस्या नै आउँदैन। त्यसपछि हाम्रो यसको टिप्समा रहेको छ। हेन्जे सिजे भनेको हाम्रो के हो? हेन्जे सिजे भनेको प्रेजेन्ट टेन्स। ख्वागा सिजे भनेको पास्ट टेन्स। मिरे सिजे भनेको हाम्रो फ्युचर टेन्स। म भात खान्छु के भयो? प्रेजेन्ट टेन्स। खाइरहेको छु, प्रेजेन्ट वर्तमानमा भइरहेको छ। ख्वागे सिजे